नमस्कार शुभ बिहानी कार्यक्रम शुभ बिहानीमा म गीताको हार्दिक स्वागत छ। आज मिति 2081 साल चैत 26 गते मंगलबार तद अनुसार 2025 अप्रिल 8 तारिक। आज सूर्योदय 5:47 मा भएको छ र सूर्यास्त 6:25 मा हुनेछ। आजको कार्यक्रम कामदा एकादशी व्रत। आजको पञ्चाङ्ग चैत शुक्ल पक्ष एकादशी तिथि अश्लेषा नक्षत्र बिहान 10:50 पछि मघा। चन्द्र राशि कर्कट 10:50 पछि सिंह। अब लागौं आजको राशिफलतर्फ। सर्वप्रथम मेष राशि हुनेहरूका लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि दोहोर्याएर प्रयास गर्नुहोला। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वृष राशि हुनेहरूका लागि आजको दिन विशेष काम गर्न बिहानको समय अनुकूल रहनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ, तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुपर्ला। आश लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला। मिथुन राशि हुनेहरूका लागि आजको दिन बिहानको योजना दिउँसोतिर कार्यान्वयन हुनेछ। शुभचिन्तकको साथ सहयोग जुट्नाले पेसा व्यवसायमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउन सक्छ। शत्रु परास्त हुनेछन् र प्रतिस्पर्धीले हार खानेछन्। साथीभाइको सहयोग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ। आय स्रोत बढ्नेछ भने दिगो काम सुरु गर्ने समय छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन बिहानको समय विशेष भेटघाट र परिस्थिति मिलाउन जुट्नु परे पनि दिउँसोतिर चिताएको काम सम्पादन हुनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। पहिलेको नतिजाले नयाँ जिम्मेवारी दिलाउनेछ। काममा शुभचिन्तकहरूको साथ दिनेछन्। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जाग्नेछ। सिंह राशि हुनेहरूका लागि आजको दिन बिहान केही खर्चिलो काम गर्नुपर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ। यात्राको साइट जुट्न सक्छ। दिउँसो परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मेहनतले ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पेसा व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। कन्या राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ, तर दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। आकस्मिक समस्याले खर्च बढ्न सक्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। तुला राशि हुनेहरूका लागि आजको दिन मेहनतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछ। दिउँसोदेखि काम बढ्नाले आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ। फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। बिहानको योजना दिउँसोतिर कार्यान्वयन गर्न सकिनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउने मौका छ। स्रोत साधन जुट्नाले पेसा व्यवसायमा विशेष फाइदा हुनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी
पनि दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ। धनुराशि हुनेहरूका लागि आजको दिन अरूको प्रभावमा परिने हुँदा गोपनीयता भङ्ग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नु पर्ला। श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिउँसो योजना बन्नेछ। मनमा आध्यात्मिक भाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। मकर राशि हुनेहरूका लागि आजको दिन बिहानको समय उत्साहवर्धक रहनेछ। रमाइलो यात्राका बीच मान सम्मान प्राप्त हुनेछ। व्यवसायमा मनयोग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्य बाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। कुम्भ राशि हुनेहरूका लागि आजको दिन बिहानको समय सङ्घर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनका साथै अतिथिपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वाद विवादमा अघि नसर्नुहोला। र अन्त्यमा रहेको छ मीन राशि हुनेहरूका लागि आजको दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बनाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछन् र मनयोग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। फलित ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल। आजको राशिफलमा जे जस्तो बनिए तापनि तपाईँ कर्म गर्नुहोस् र कर्ममा विश्वास गर्नुहोस्। आजको दिन शुभ होस्। नमस्कार। शुभ बिहानी।